शिवाय। आउनुहोस् आज एउटा आध्यात्मिक कुरा गरौँ। पशुपन्छी र अरू जनावरहरू बाहेक हामी सबै मानिसले सुनेको छौँ, कर्म गर्नु तर फलको आशा नगर्नु। जब कुनै पनि कुरा धेरै सुनिन्छ, हाम्रो दिमाग डिसेन्सिटाइज हुन्छ। हाम्रो दिमागले सिर्फ बाहिरी सर्फेसमा मात्रै त्यो कुरा सुन्छ, तर यसको मिनिङ के हो त्यो अब्जर्भ गर्दैन। जस्तै हामीलाई नानी बाबुहरूलाई अथवा कुनै पनि विद्यार्थीलाई पढेर ठुलो मान्छे बनिन्छ। सबैले भन्छन्, अङ्कल आन्टी छिमेकी बुवा आमा टिचर्स सबैले। त्यो नानीले पढेपछि ठुलो मान्छे बनिन्छ बुझ्छ, तर वास्तवमै ठुलो मान्छे हुनु भनेको चाहिँ के हो? उसले त्यो गहिरिएर त्यो इमोसनल्ली त्यो डिपमा बुझेको हुँदैन। पढेर ठुलो मान्छे बनिन्छ, जस्ट यति मात्रै थाहा हुन्छ उसलाई। हो, कर्म गर्नु फलको आशा नगर्नु भनेको के हो वास्तवमा? हामीलाई केवल कर्म गर्ने अधिकार छ, तर त्यसको फलमा होइन। हो, साँच्चै सुन्नुभयो। धेरै मान्छेले यो स्वीकार गर्नै सक्दैनन् उनीहरूको अहङ्कारले गर्दा। हामीलाई लाग्छ कि अथवा हामीलाई अज्ञानता छ कि परिणाम पनि हाम्रो नियन्त्रणमा छ। हामीमा यो अहङ्कार छ कि मैले मेहनत गरेँ, अब त्यसको परिणामको हकदार म हुँ। वास्तवमा कर्म कुनै लेनदेन होइन, कर्म कुनै कारोबार होइन जहाँ मेहनत गर्ने साथ त्यसको परिणाम पाउनै पर्छ। वास्तवमा कर्म एउटा प्रयोग हो अथवा एक्सपेरिमेन्ट हो, जहाँ हरेक प्रयासले हाम्रो सफलताको सम्भावना चाहिँ बढाएर जान्छ। धेरै त्यस्ता कुराहरू छन् जुन हाम्रो नियन्त्रणमा छन्, जस्तै अनुशासन रहनु, प्रयास गरिरहनु, निरन्तरता दिइरहनु, दुःख गरिरहनु, यो हाम्रो नियन्त्रणमा छ। तर धेरै त्यस्ता कुराहरू पनि छन् जुन हाम्रो नियन्त्रणको बाहिर छ, त्यसले पनि एफेक्ट गर्छ हाम्रो फललाई। जस्तै मानिसको सोचाइ, हाम्रो कम्पिटिटर, हाम्रो शत्रुको सोचाइ, समय, मौसम, भाग्य, यी कुराहरू हाम्रो नियन्त्रण बाहिर छन् जुन हामीले कन्ट्रोलै गर्न सक्दैनौँ। एउटा किसानले आँपको दाना रोप्छ अनि त्यहाँनिर मलजल गर्छ, पानी लाउँछ, गोडमेल गर्छ, संरक्षण गर्छ भने त्यो किसानले फलको आशा गर्नै पर्छ भन्ने चाहिँ हुँदैन फेरि। तर यसरी हेरचाह गरिरहँदाखेरि त्यहाँ फल फल्ने सम्भावना, सफलता पाउने सम्भावना चाहिँ धेरै छ। यसरी भनिरहँदाखेरि कति कुराहरू हाम्रो नियन्त्रण बाहिर हुन्छन्। जस्तै त्यो साल अचक्कली घाम लागिदियो अथवा खडेरी भइदियो अथवा दुश्मनको आँखा लाएर मानिसले रातारात त्यो फललाई काटिदिए भने यस्तो कुराहरूले गर्दाखेरि त्यहाँ फल नमिल्न पनि सक्छ। कर्म गरौँ, तर कर्म गर्ने बित्तिकै फल पाइन्छ भन्ने ग्यारेन्टी नहुँदो रहेछ। यो स्वीकारोक्ति हुनु नै एउटा सुखी हुने सम्भावना हुनु हो। नमस्ते।